पेरिस 2024 पारा ओलम्पिक। ओहो, पलिसा गोवर्धनले पारा तेक्वान्दोमा कांस्य पदक जिताएको त्यो क्षण साँच्चै नेपालको खेलकुद इतिहासकै एउटा सुनौलो पाना पल्ट्यो भन्दा हुन्छ। हो नि, त्यो त हाम्रो ओलम्पिक वा पारा ओलम्पिक इतिहासमा पहिलो आधिकारिक पदक हो। कस्तो कस्तो अविश्वसनीय उपलब्धि हो, र त्यो एक पदकले दशकौं लामो हाम्रो सहभागिताको यात्रालाई नै एउटा छुट्टै मोड दियो जस्तो लाग्छ। निश्चय पनि। आज हामी नेपालको यही करिब 60 वर्ष लामो ओलम्पिक र पाराओलम्पिक यात्राको अलि गहिरो चर्चा गर्दैछौँ। मतलब सुरुवाती दिनदेखि लिएर पलेसाको पदकसम्मका उतार चढाव, उपलब्धिहरू अनि चुनौतीहरू केलाउँदै। अनि हाम्रो यो कुराकानी चाहिँ राष्ट्रिय खेलकुद परिषद राखेपले निकालेको ओलम्पिकमा नेपाल भन्ने पुस्तक र अरू सम्बन्धित तथ्यहरूमा आधारित हुनेछ। हो, यसको उद्देश्य भनेको हाम्रो खेलकुद इतिहासका महत्त्वपूर्ण कोसेढुङ्गाहरू, खेलाडीका सङ्घर्ष अनि सफलताका कथाहरू बाहिर ल्याउनु हो। एउटा स्पष्ट चित्र कोर्ने प्रयास। ल, त्यसो भए सुरु गरौँ न त त्यो पहिलो पाइलाबाटै। सन् 1964 टोकियो ओलम्पिक, होइन त? हो, 1964 टोकियो। त्यहाँबाट हाम्रो ओलम्पिक यात्रा सुरु भयो। एथलेटिक्स र बक्सिङमा हाम्रा 6 जना खेलाडी सहभागी हुनुहुन्थ्यो। त्यो नै पहिलो अनुभव थियो। तर एउटा रमाइलो कुरा, त्यसको लगत्तै 1968 को मेक्सिको सिटी ओलम्पिकमा चाहिँ नेपाल गएन। खै किन होला? त्यो कारण चाहिँ पुस्तकमा त्यति खुलाएको छैन, तर त्यसपछिका लगभग सबै ग्रीष्मकालीन ओलम्पिकमा चाहिँ नेपालको सहभागिता निरन्तर छ। त्यो महत्त्वपूर्ण हो। हो, निरन्तरता त छ। सुरुवाती दिनहरू हेर्दा जस्तो 1972 म्युनिखमा जम्मा 2 जना धावक। अनि 1976 मोन्ट्रियल अलि विशेष रह्यो, किनभने त्यहीँबाट हाम्रा महान म्याराथन धावक वैकुण्ठ मानन्दरज्यूको ओलम्पिक यात्रा सुरु भयो। उहाँले त 4 वटा ओलम्पिक खेल्नुभयो। 4 पटक। अनि 1980 मस्कोमा 12 खेलाडी, एथलेटिक्स, बक्सिङ, भारोत्तोलनमा। त्यसपछि 1984 लस एन्जल्समा 11 खेलाडी, उही 3 खेलमा। हो, र लस एन्जल्समा त वैकुण्ठ मानन्दरले उद्घाटन समारोहमा नेपालको झण्डा पनि बोक्नु भएको थियो। भनेपछि त्यो सुरुवाती चरणमा चाहिँ सहभागिता जनाउनु नै एउटा ठूलो कुरा थियो, होइन त? जग बसाल्ने काम भयो। एकदमै जग बसाउने चरण थियो त्यो। तर सन् 1988 को सोल ओलम्पिक आइपुग्दा चाहिँ एउटा स्पष्ट मोड देखिन्छ। त्यो नेपालको लागि साँच्चै एउटा कोसी ढुङ्गा नै बन्यो। हो र? कसरी? खेलाडी संख्या पनि बढेर 18 पुगेको थियो। हो, संख्या बढ्यो अनि खेलहरू पनि थपिए। एथलेटिक्स, तेक्वान्डो, बक्सिङ, सुटिङ, जुडो, भारोत्तोलन। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के भयो भने पहिलो पटक नेपाली महिला खेलाडीहरूले ओलम्पिकमा भाग लिनुभयो। त्यो त ठूलो कुरा भयो। को हुनुहुन्थ्यो? म्याराथनमा राजकुमारी पाण्डे र मेनुका रावत, अनि सुटिङमा पार्वती थापा। यसले त नेपाली खेलकुदमा महिला सहभागिताको ढोका नै खोल्यो भन्नुपर्छ। हो नि। अनि सोलकै अर्को एउटा एकदमै अविस्मरणीय क्षण भनेको वेदान लामाले तेक्वान्दोमा जितेको कांस्य पदक। हुन त त्यो प्रदर्शनी खेल थियो, त्यसैले आधिकारिक पदक तालिकामा गणना भएन, तर त्यसको प्रतीकात्मक महत्त्व कति ठूलो हो नि। पहिलो पटक ओलम्पिक जस्तो ठूलो मञ्चमा नेपालको झण्डा फहराइयो, राष्ट्रिय गान बज्यो। त्यो क्षणले कस्तो अनुभव दियो होला खेलाडीलाई, देशलाई? कल्पना गर्न सकिन्छ। आधिकारिक नभए पनि त्यसले विश्वमा नेपालको एउटा छुट्टै पहिचान देखायो। अनि त्यही सोल ओलम्पिकमा अर्को एउटा पहिलो पनि भयो नि। के थियो त्यो? बक्सिङमा विष्णु बहादुर सिंहले एउटा बाउट जित्नुभयो। त्यो चाहिँ कुनै पनि स्पर्धामा नेपालको पहिलो आधिकारिक जित थियो ओलम्पिकमा। त्यो पनि सोलमै भएको? 1988 त साँच्चै विशेष रहेछ। हो, एकदमै। यहाँनिर दक्षिण एसियाई खेलकुद सागको भूमिका पनि त महत्त्वपूर्ण भयो होला नि। 1984 मा काठमाडौँबाट सुरु भएको सागले खेलाडीको तयारीमा कस्तो प्रभाव पार्यो होला सोलको लागि? निश्चय पनि। सागले हाम्रा खेलाडीलाई नियमित अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने अवसर दियो। एउटा एक्सपोजर मिल्यो जुन पहिले खासै थिएन। हो, तिनले आत्मविश्वास पनि बढायो होला। एकदम। जस्तो वैकुण्ठ मानन्दरले साग म्याराथनमा लगातार 3 स्वर्ण जित्नुभयो। उहाँको त्यो कीर्तिमान त 38 वर्षसम्म कसैले तोड्न सकेन। त्यो सागकै कारण सम्भव भएको थियो नि। सोलको प्रदर्शनमा त्यो अनुभवले पक्कै ठूलो भूमिका खेल्यो। त्यसपछि 90 को दशक र 2000 को दशकमा पनि विभिन्न खेलमा सहभागिता त निरन्तर नै रह्यो।
सुटिङ, पौडी जस्ता खेलहरूमा पनि नेपाल देखिन थाल्यो। हो, सुटिङमा हेर्ने हो भने 1988 सोलदेखि लगभग निरन्तर सहभागिता छ। 2016 रियो बाहेक पार्वती थापादेखि अहिले सुस्मिता नेपालसम्म धेरै खेलाडी हुनुहुन्छ। पौडीमा पनि 1996 एटलान्टादेखि सहभागिता देखिन्छ। गौरीका सिंह जम्मा 13 वर्षको उमेरमा खेल्नुभयो, त्यो पनि एउटा समाचार बन्यो। हो, गौरीका सिंह, रुना प्रधान 15 वर्ष, अनिस्मा गुरुङ, सीताराम शाही, चित्रबहादुर गुरुङ, एलिस श्रेष्ठ, नयन शाक्य, करिश्मा कार्की, प्रसिद्ध जङ्ग शाह, श्रेया धिताल, एलेक्जेन्डर शाह, डुवाना लामा, धेरैजनाले पौडीमा भाग लिनुभएको छ। तर यति लामो सहभागिता हुँदा पनि यी व्यक्तिगत खेलहरूमा पदकको स्तरमा पुग्न चाहिँ किन गाह्रो भइरहेको छ, के लाग्छ? यो एकदमै जायज प्रश्न हो। हेर्नुस्, रुचि बढेको छ, पहुँच पनि केही हदसम्म बढेको देखिन्छ, तर अन्तर्राष्ट्रिय स्तरमा पदक जित्नलाई चाहिने जुन अत्याधुनिक पूर्वाधार हुन्छ, उच्चस्तरीय नियमित प्रशिक्षण अनि लगातार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने अवसर, यी कुराहरूको कमी अझै पनि हाम्रो प्रमुख चुनौती हो। यही अवधिमा 2000 को दशकमा सङ्गिना वैद्यको नाम निकै चर्चामा आयो नि। उहाँ ओलिम्पिकका लागि छनौट चरण नै पार गरेर एथेन्स 2004 पुग्ने पहिलो नेपाली खेलाडी बन्नुभयो। हो, त्यो एकदमै ठूलो उपलब्धि थियो, किनभने त्यसअघि धेरैजसो खेलाडीहरू वाइल्ड कार्ड या आमन्त्रणमा जानुहुन्थ्यो। सङ्गिनाले एसियाई छनौट प्रतियोगिता जितेर आफ्नो ठाउँ बनाउनु भएको थियो। उहाँ ताइक्वान्डोकी एक अग्रणी खेलाडी, एसियन च्याम्पियनसिपमा स्वर्ण 1996, कांस्य 2000 अनि सागमा त 2 स्वर्ण 1 कांस्य। हो, र उहाँको प्रेरणाको स्रोत पनि रमाइलो छ। ब्रुस लीको फिल्म इन्टर द ड्रागन हेरेर ताइक्वान्डो खेल्न प्रेरित हुनुभएको रे। कस्तो रोचक अनि दिक्ककविष्ट, अर्का ताइक्वान्डोका सुपरस्टार, लगातार 4वटा सागमा स्वर्ण, यो त कीर्तिमान नि भयो। हो, लगातार 4 साग स्वर्ण, एसियाई खेलकुदमा 2 कांस्य पदक पनि। उहाँ बेजिङ 2008 मा सहभागी हुनुभयो। उहाँको सुदूरपश्चिमबाट काठमाडौँसम्मको यात्रा र सङ्घर्ष पनि निकै प्रेरणादायी छ। सङ्गिना र दीपक जस्ता खेलाडीले चाहिँ साँच्चै ओलम्पिक स्तरमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने एउटा आशा जगाए। बिल्कुल, उहाँहरूले बाटो देखाउनुभयो। ग्रीष्मकालीन ओलम्पिकसँगै नेपालले शीतकालीन ओलम्पिकमा पनि त भाग लिएको छ नि, होइन? लिएको छ। 2002 को साल्टलेक सिटी गेम्सबाट डेब्यू भयो। ड्याचिरी शेर्पाले 3 पटक र जयराम खड्काले 1 पटक क्रस कन्ट्री स्किइङमा नेपालको प्रतिनिधित्व गर्नुभयो। यो पनि एउटा नयाँ अध्याय थपियो। अनि युवा ओलम्पिक नि? युवा ओलम्पिकमा त नेपाल सुरुदेखि नै सहभागी छ, ग्रीष्मकालीन र शीतकालीन दुवैमा। यसले युवा खेलाडीलाई सानै उमेरमा ओलम्पिकको माहौल अनुभव गर्न र एक्सपोजर पाउन मद्दत गर्छ। भविष्यका लागि यो राम्रो लगानी हो। अब लागौँ त्यो क्षणतर्फ जसले वास्तवमै इतिहास रच्यो, पाराओलम्पिक। नेपालले 2004 एथेन्सदेखि पाराओलम्पिकमा पनि सहभागिता जनाउँदै आएको थियो। ओहो, र त्यही यात्राले अन्ततः हामीलाई 2024 प्यारिसमा त्यो सुनौलो क्षण दियो, पलेशा गोवर्धनको पारा ताइक्वान्डोमा कांस्य पदक। नेपालको ओलम्पिक वा पाराओलम्पिक इतिहासको पहिलो आधिकारिक पदक। यसको महत्त्व त शब्दमा बयान गर्नै नसकिने खालको छ। एकदमै। पलेशाको यात्रा आफैमा कति प्रेरणादायी छ। एसियाली छनौट पार गरेर टोकियो 2020 मा पुग्नु, त्यहाँ 2 खेल जित्नु पनि ठूलो कुरा थियो। त्यसपछि हाङझाउ पारा एसियाडमा कांस्य जित्नु अनि बेलायतमा गएर विशेष तालिम लिनु। अनि अन्ततः प्यारिसमा त्यो ऐतिहासिक पदक। उहाँसँगै प्यारिसमा पौडीमा भीमबहादुर कुमाल र पारा ताइक्वान्डोमै भरत सिंह महताले पनि प्रतिस्पर्धा गर्नुभएको थियो। हो, पलेशाको पदकले देशभर जुन खुशी ल्यायो, जुन सम्मान उहाँले पाउनुभयो, खेलकुद मन्त्रीदेखि राखेपसम्म भव्य स्वागत भयो। यो पदकको दीर्घकालीन प्रभाव के होला जस्तो लाग्छ? यसले 2वटा कुरा एकदम स्पष्ट पारेको छ जस्तो लाग्छ मलाई। पहिलो, अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुदमा कति धेरै सम्भावना छ भन्ने कुरा। दोस्रो, सही योजना, लगानी र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण भयो भने नेपाली खेलाडीले विश्व मञ्चमा पदक जित्न सक्छन् भन्ने प्रमाण हो। यसले भविष्यका पारा खेलाडीहरूलाई मात्र होइन, समग्र खेलकुद क्षेत्रलाई नै ठूलो हौसला दिएको छ। पक्कै पनि। अब प्यारिस 2024 कै ओलम्पिक खेलहरूतर्फ फर्कौं। त्यहाँ हाम्रा 7 खेलाडीले 6 खेलमा प्रतिस्पर्धा गरेका थिए। केही उल्लेखनीय प्रदर्शनहरू भए?
पौडीमा एलेक्जेन्डर शाहले 100 मिटर फ्रीस्टाइलमा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्नुभयो। उहाँको 51.91 सेकेन्डको टाइमिङ आयो। यो उहाँको दोस्रो ओलिम्पिक सहभागिता थियो। राम्रो प्रदर्शन। अनि डुआना लामा पनि सहभागी हुनुहुन्थ्यो। हो, डुआना लामा 17 वर्षकी पेरिसमा सहभागी नेपाली खेलाडीमध्ये सबैभन्दा कान्छी। उहाँले 200 मिटर्स फ्रीस्टाइलमा राम्रो गर्नुभयो। उहाँ थाइल्यान्डमा प्रशिक्षणरत हुनुहुन्छ र उहाँको नाममा धेरै राष्ट्रिय कीर्तिमान पनि छन्। एलेक्जेन्डर शाहले त उद्घाटनमा गौरीका सिंहसँगै झण्डा बोक्नु भएको थियो, होइन? हो, उहाँहरू दुईजनाले। अनि एथलेटिक्समा सन्तोषी श्रेष्ठ, उहाँ ओलिम्पिक म्याराथन दौड्ने चौथो नेपाली महिला बन्नुभयो। चौथो महिला। उहाँभन्दा अघि 1988मा राजकुमारी पाण्डे र मेनुका रावत अनि 1996मा बिमला राणा मगरले दौड्नु भएको थियो। सन्तोषीले प्यारिसको त्यो कठिन कोर्समा 70औं स्थान हासिल गर्नुभयो। 2.55.06। जुडोमा मनिता श्रेष्ठ प्रधान 57 केजीले प्रतिस्पर्धा गर्नुभयो। अनुभवी प्रतिद्वन्द्वीसँग पराजित हुनुभयो, तर उहाँ राष्ट्रिय च्याम्पियन हुनुहुन्छ र ओलम्पिक छात्रवृत्ति मार्फत सहभागी हुनुभएको थियो। अनि ब्याडमिन्टनमा प्रिन्स दाहाल, पहिलो नेपाली ब्याडमिन्टन ओलिम्पियन। उहाँले त विश्व नम्बर 1 विक्टर एक्सेल्सेनसँग पनि खेल्नुभयो। हो, डेनमार्कका एक्सेल्सन र आयरल्यान्डका न्याथ नुएनसँग खेल्नुभयो। उहाँ युनिभर्सिटी कोटाबाट छनौट हुनुभएको थियो। अनि सुटिङमा सुस्मिता नेपालले महिला 10 मिटर एयर राइफलमा 407.8 अङ्क हासिल गर्नुभयो। उहाँ पनि युनिभर्सिटी कोटा र ओलम्पिक छात्रवृत्तिबाट सहभागी हुनुभयो। यो ओलम्पिक छात्रवृत्ति र युनिभर्सिटी कोटाबारे अलिकति प्रश्न पारिदिनुस् न। यसले कसरी मद्दत गर्छ? हुन्छ। ओलम्पिक छात्रवृत्ति भनेको चाहिँ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले सम्भावना भएका खेलाडीलाई दिने आर्थिक र प्राविधिक सहयोग हो। यसले उनीहरूलाई लामो समयसम्म राम्रो तालिम लिन र प्रतिस्पर्धामा भाग लिन मद्दत गर्छ। खास गरी नेपाल जस्ता विकासशील देशका खेलाडीका लागि यो निकै महत्त्वपूर्ण छ। अनि युनिभर्सिटी कोटा नि? युनिभर्सिटी कोटा वा जसलाई विश्वव्यापी कोटा पनि भनिन्छ, त्यो चाहिँ आईओसीले केही खेलहरूमा विश्वव्यापी सहभागिता होस् भनेर छुट्याएको सिट हो। कडा छनौट चरण पार गर्न नसके पनि निश्चित मापदण्ड पूरा गरेका देशका प्रतिभावान खेलाडीले यस कोटा मार्फत ओलम्पिक खेल्ने अवसर पाउँछन्, जस्तो प्रिन्स दाहालले ब्याडमिन्टनमा पाउनुभयो। भनेपछि यी अवसरहरूले सहभागिता सुनिश्चित गर्न मद्दत गर्छन्, तर पदककै लागि त थप मेहनत र लगानी चाहिन्छ नै। हो, बिल्कुल। यी अवसर महत्त्वपूर्ण छन्, तर पर्याप्त छैनन्। अब अलिकति विगतका हाम्रा दिग्गज खेलाडीहरूलाई सम्झियौं न, जसको जगमा आजको पुस्ता उभिएको छ। वैकुण्ठ मानन्दर 4 ओलम्पिक 3 साग स्वर्ण, त्यो 38 वर्ष टिकेको साग रेकर्ड, उहाँ त आफैमा एउटा संस्था हो नि। अनि उहाँको खेलप्रतिको लगाव हेर्नुहोस् त। अझै पनि आफ्नो कीर्तिमान कुनै नेपालीले नै तोडेको हेर्ने चाहना राख्नुहुन्छ। कस्तो खेल भावना। साँच्चै। अनि विधान लामा, जसको त्यो 1988 सोलको प्रदर्शनी खेलको कान्छेले पहिलो पटक ओलम्पिकमा नेपालको झण्डा र राष्ट्रगान बजायो, त्यसको भावनात्मक मूल्य त हिसाब गर्नै सकिन्न। एकदम। त्यस्तै विश्व बहादुर सिंह 3 ओलिम्पिक खेल्नुभयो अनि 1988 सोलमा पहिलो आधिकारिक बाउट जित्नुभयो। उहाँले पछि फर्केर हेर्दा भन्नुभएको छ कि त्यो बेला योजनाबद्ध तयारी र अन्तर्राष्ट्रिय एक्सपोजरको कमी महसुस भयो रे। त्यो अनुभवजन्य सिकायो र अहिले उहाँ राखेपमै निर्देशकको भूमिकामा रहेर ग्रासरुटबाटै खेलाडी उत्पादनमा जोड दिइरहनु भएको छ। उहाँको अनुभवले पक्कै नीति निर्माणमा सहयोग गर्छ होला, आशा गरौँ। तर समग्रमा हेर्दा हाम्रो खेल प्रशासन र भविष्यका चुनौतीहरू के देख्नुहुन्छ? विष्णुबहादुर सिंहले औल्याए जस्तै योजनाको अभाव प्रमुख हो, त्यो एउटा प्रमुख कुरा हो। व्यवस्थित र दीर्घकालीन योजना, अन्तर्राष्ट्रिय स्तरको तालिम, नियमित प्रतिस्पर्धा र एक्सपोजर, अनि ग्रासरुट मतलब तल्लो तहबाटै प्रतिभा पहिचान गरेर उनीहरूलाई हुर्काउने एउटा बलियो प्रणाली। यी कुराहरूमा अझै धेरै काम गर्न बाँकी छ। विगतमा राम्रो प्रदर्शन गरे पनि निरन्तरता नहुने समस्या थियो भनिन्छ। हो, तर अब अलि लामो अवधिको तयारीमा ध्यान दिन थालेको जस्तो चाहिँ देखिन्छ। सुधारका प्रयासहरू पनि त भएका छन् नि, हैन?
हो त। जस्तो राखेपले यो ओलम्पिकमा नेपाल जस्तो पुस्तक निकालेर इतिहासलाई सुरक्षित राख्ने काम गर्यो। खेलाडीलाई पुरस्कार र सम्मानको व्यवस्था छ। खेल सङ्घहरूको सङ्ख्या घटाएर 209बाट 62 अलि व्यवस्थित गर्न खोजिएको छ। ओलम्पियनहरूलाई मासिक भत्ता र स्वास्थ्य उपचारमा सहुलियत दिने कुरा पनि सकारात्मक छ। खेल जितेपछि खेलाडीले पुरस्कार पाउने कानुनी व्यवस्थाले पनि त खेलाडीमा एउटा सुरक्षाको भावना बढाउँछ नि। हो, यी सबै राम्रा पहल हुन्। ओलम्पियन सङ्घको स्थापना र सक्रियता पनि राम्रो छ। तर यी प्रयासहरू कति पर्याप्त छन् र यिनको कार्यान्वयन कतिको प्रभावकारी छ त्यो चाहिँ हेर्नुपर्ने हुन्छ। राखेपले मिसन 2026 भनेर एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने एउटा महत्त्वाकांक्षी लक्ष्य पनि लिएको छ नि। यो कतिको यथार्थपरक लाग्छ? लक्ष्य महत्त्वाकांक्षी हुनु राम्रो कुरा हो, त्यसले ऊर्जा दिन्छ। तर त्यो लक्ष्य हासिल गर्न त्यही अनुसारको लगानी, योजना र प्रणालीगत सुधारहरू पनि त चाहिन्छ नि। हो, त्यो त हो। वैकुण्ठ मानन्दर आफ्नो कीर्तिमान तोड्ने खेलाडी कुरिरहनु भएको छ। पलेशाले पहिलो आधिकारिक पदकको ढोका खोलिसक्नु भएको छ। अबको यात्रा भनेको सहभागिताबाट पदक तालिकामा नियमित उपस्थिति जनाउने हुनुपर्छ। बिल्कुल। निश्चय पनि नेपालको यो 6 दशक लामो ओलिम्पिक र पाराओलिम्पिक यात्रालाई फर्केर हेर्दा 1964को त्यो पहिलो पाइलादेखि 1988मा पहिलो महिला सहभागिता, पहिलो जित, विधान लामाको त्यो अविस्मरणीय क्षण, सङ्गीना वैद्यको छनौट चरण पार र अन्ततः 2024मा पलेसाको ऐतिहासिक पदक, यी सबै महत्त्वपूर्ण माइलस्टोन हुन्। हो, यी अनुभव र उपलब्धिहरूले एउटा बलियो जगत तयार पारेका छन्। अब यसैमा टेकेर अगाडि बढ्नुपर्ने बेला आएको छ। यसो भए यो गहिरो चर्चाको अन्त्यमा हाम्रा श्रोताहरूको लागि एउटा प्रश्न छोडेर जाउँ। पहिलो आधिकारिक पदक हात लागिसकेको यो अवस्थामा नेपालले अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा सहभागिता मात्रै बढाउने होइन कि निरन्तर पदक जित्ने प्रतिस्पर्धी राष्ट्र बन्नका लागि अब साँच्चै कस्ता संरचनागत र प्रणालीगत परिवर्तनहरू आवश्यक छन् होला? यसमा सोच्दै गर्नुहोला।